आम्मा के हो यस्तो हामी कसरी जाने हेलो नमस्ते वेलकम टु माई युट्युब च्यानल। हामी आज मुस्ताङको लागि हिँड्दैछौँ। हाम्रो आज डे 1 मुस्ताङको काम आएको थियो। अब लाउन त जाम घुम्ने पनि हुन्छ काम पनि हुन्छ सँगसँगै भनेर हामी आज बिहानै उठेर जाँदैछौँ। अब हामी यात्राको लागि हिँडिसक्यौँ। जय मनोकामना मन्दिर। मनोकामना मन्दिरलाई ढोक गरेर हाम्रो यात्रा सुरु भयो। अल्छी बजार पुगेर यहाँ पेट्रोल पम्पमा पेट्रोल हालिसक्यौँ। हामी चाहिँ मनोकामना पुगिसक्यौँ। हेर्न सक्नुहुन्छ केबल कार। हामी चाहिँ फलफुल किन्दैछौँ। न यति खाने बाटोमा यस्तो चकचक कसले गर्छ? यो रमनजीले गर्नुहुन्छ। हेर्दै यहाँ अहिले यो मुगलिङबाट पोखरा जाने बाटो यस्तो राम्रो बनाएको छ नि, यस्तो राम्रो के पुरै छोडौँ। यस्तै बाटो सबै जिल्लाको ठाउँमा पुगेको भए यस्तो राम्रो हुन्थ्यो हाम्रो प्यारो देश नेपाल। यहाँ चाहिँ पुल बन्दै रहेछ यति ठुलो। आम्मा कति धेरै मान्छेहरू काम गर्दै थकाइ लागेर हामी चाहिँ यहाँ चौतारीमा बसिरहेको छौँ। बाख्रा आयो बाख्रा। यो त कुकुर हो बाख्रा होइन। यो पनि ठुलो काम हो। रमन म हजुरलाई एउटा कुरा देखाउँछु, यहाँ आउनु न। यो के हो थाहा छ? यो तिमी जस्तै झारो हेर के हो? यसलाई यस्तो गरे पनि लजाउँछु यो। मैले त फर्स्ट टाइम देखेँ। हो गीत चाहिँ सुनेको थिएँ। लज्जा होती हेर्नु न लाज मान्यो। के गरे होला यसले? लज्जा होती जस्तै लज्जा है यिनीहरूमा पनि लाइफ छ है। यिनीहरूलाई पनि दुख्छ होला है यस्तो थाहा पाउँछन् भने त। के है हामी पोखरा पुगिसक्यौँ। अब हामी बेनी भन्दा माथि कता हो कता हाम्रो साइडमा जान्छ। अब हामी जाँदैछौँ। हामी चाहिँ पर्वत पुगिसक्यौँ। पर्वतमा चाहिँ अब पानी पर्न लागिरहेको छ। त्यतातिर त परेछ होला सायद। बल्ल खाना खाने ठाउँ भेट्यौँ। हामीले खाना खाँदैछौँ। तल्ल बागलुङ पुग्यौँ। अब उता चाहिँ बागलुङ। अब हामी मुस्ताङ जाने चाहिँ यता बेनी मुस्ताङ। अब चाहिँ हामीलाई जाँगर लाग्छ होला किनकि यो बाटो त देखिरह नि त। अब यो चाहिँ नयाँ बाटो कस्तो होला के होला कहाँ होला मजा आउँछ होला। बेनी बजार नि पुगिसक्यौँ हामी। बेग खोला पुल हेर्नु न यहाँ चाहिँ यस्तो खतरा चट्टान। हामी चाहिँ रेड बुल खाँदैछौँ। रेड बुल यस्तो खतरा चट्टान छ हेर्दै। के अरे वाउ क्या खतरा ढुङ्गा। आम्मा के हो यस्तो हामी कसरी जाने? अहिलेको अवस्था यस्तो छ। त्यहाँ एउटा सानो गाडी फसिसक्यो। यस्तो धुलो उडाएको छ। हामी चाहिँ पुरै ओह्रालमा छ। यस्तो खतरा
चिलायो नि अस्ति रमन माथिको त यस्तो पानी आएको छ कि यस्तो पानी आएको छ कि अब चाहिँ हेर्नु न कस्तो छ जग्गा अब हामी जाम कि नजाम लेदो जमिसक्यो होला आज यस्तो भयो हामी त बिचल्ली पऱ्यौँ बिच बाटोमा हामी बिचमा यतापट्टि पहिरो उता पनि पहिरो त्यो भिडियो बनाएको त है के मेरो स्पेसफुल भएर क्या पछि त लास्टमा त हामी त के गरौँ भन्ने भयो अनि एउटा पहिरो चाहिँ यता छेकेर फेरि फर्केर यहाँ होटेल आएर बस्यौँ हाम्रो जाने डेस्टिनेसन चाहिँ योभन्दा अलिक धेरै 1 घन्टा जति लाग्ने थियो अब हामी यतै बस्छौँ आज यस्तो पनि हुँदो रहेछ जिन्दगीमा आजलाई यति नै गाई